कतिखेर पुगिन्छ हो स्वर्ग? हामी जिम्दै स्वर्ग हिँड्यो नि त। ल ल ल मरेपछि पुग्छ नि, हामी चाहिँ जिउँदै पुगिन्छ भनेर हिँडेको। खै कहिले पुगिने हो? जारी छ। ल देउढुङ्गा भनेको चाहिँ यहाँ माथि यो माथि देखेको टुप्पानेर है, टुप्पानेर देउढुङ्गा। हामी चाहिँ तल बिगुबाट हिँडेर आयौँ। यहाँ 2.5 घन्टा लाग्दो रहेछ यहाँसम्म। अब यहाँबाट त्यहाँ पुग्नलाई लगभग त्यस्तै 2.5 घन्टा लाग्ने रहेछ। जम्मा 5 घन्टा बिगु गुम्बाबाट देउढुङ्गा पुग्नलाई लगभग 5 घन्टा लाग्ने रहेछ। सही भने रहेछ उहाँ एकजना दिदीले भन्नुहुन्थ्यो 5 घन्टा लाग्छ भनेर, तर 5 घन्टा लाग्ने रहेछ। तर कोहीले 2 घन्टामा पुग्छ कसेर हिँड्यो भनेर भन्नुभएको थियो, तर होइन रहेछ। देउढुङ्गा चाहिँ यहाँ माथि महादेव विराजमान हुनुहुन्छ आकाशकै छेउमा यहाँ हुनुहुन्छ। यहाँबाट सर तल आएपछि यहाँनिर एउटा पार्टी रहेछ। यहाँ चाहिँ ढिला भयो भनेदेखि यहाँ बस्नु सकिने रहेछ। यो पार्टीबाट लगभग 2 घन्टा लाग्छ होला त्यहाँ पुग्नलाई। 2 घन्टाको पैदल यात्रा पछि चाहिँ हामी त्यहाँ माथि पुग्छौँ। ल रोड चाहिँ यही हो। यहाँ चाहिँ एउटा पार्टी पनि बनाइदिएको छ। ल यहाँ पार्टी रहेछ। यो हामी चाहिँ यो पुरा यो जङ्गल हुँदै हामी चाहिँ यो बिगु गाउँपालिकाबाट चाहिँ हिँडेर आउनु पर्ने रहेछ। हामीलाई चाहिँ यहाँसम्म आउनलाई 4 घन्टा लाग्यो। 4 घन्टा बस्दै आउँदा 4 घन्टा, तर फटाफटी आयो भने यहाँसम्म 2-2.5 घन्टामा आइपुगिने रहेछ हामी। ल देउढुङ्गा जय जय देउढुङ्गा जय हो। देउढुङ्गा जहाँ देखिरहनु भएको छ यो पुरा पहाड। यहाँबाट चाहिँ अलिकति सानो देखिन्छ र यहाँ माथिबाट योभन्दा पनि ठुलो देख्न सकिन्छ देउढुङ्गा। दिहरूको पानीले पेट फुल्ला बोले खमा म जाँदा बोले खमा म जाँदा। होइन उता भेटेको चिज हो क्या। यहाँ के खस्या रहेछ उतानिर? त्यहाँ खस्या छ क्या। कहाँनिर कहाँनिर भने खै कहाँ पह न पह ल ल